हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आज चाहिँ म करेला र आलुको सब्जी बनाउन गइरहेको छु। यो करेला चाहिँ मलाई आमाले इन्डियाबाट पठाइदिनु भएको। यो चाहिँ सुकाएको करेला हो। यसलाई अलिकति भिजाएर एकछिन भिजाएपछि तपाईँको नर्मल यसको सेप पक्रिहाल्छ। अन्त यसलाई अलिकति प्याज मात्रै चाहिन्छ। अन्त जिरा र मिठा सौफ हालेर मैले मजाले भुट्दैछु। प्याजलाई मजाले टस गरेर त्यसको बादमा अब मजाले हल्दी हाल्नुपर्छ अलिकति। अन्त अलिकति धुलो खोर्सानी, त्यसको गर्दाखेरि चाहिँ तपाईँको कलर पनि राम्रो आउँछ अनि फ्लेभर पनि राम्रो हुन्छ। मैले आलु चाहिँ अघि काटिसकेको थिएँ। अब मजाले आलुलाई पनि 2 घन्टा जस्तो पानीमा सोक गरेर अन्त छेउमा भात पनि पाक्दैछ। यसो गर्दा तपाईँको भात पनि टाइममै पाक्छ, सब्जी पनि टाइममै पाक्छ अनि तातो तातो खाइ पनि हाल्नुपर्छ। यसलाई बेसी मसलाहरू हाल्नु पर्दैन, जिरा धनियाँ भए पुग्छ। अन्त अब मजाले यसलाई चलाउँदै चलाउँदै पकाउनुपर्छ। अन्त तपाईँको स्वाद अनुसार तपाईँले कति नुन हाल्नुहुन्छ त्यो हिसाबले गर्नुहोस्। म चाहिँ अलिक कम्ती नै खान्छु। अन्त यसलाई अघि सोक गरेको करेलालाई मजाले यसरी चाहिँ फैलाएर अब मजाले चलाउनुहोस्। चलाउँदा चलाउँदै कति मिठो देखाइहाल्छ त, आम्मामा काँचै खाला जस्तो। यसलाई चलाइराख्नुपर्छ, फेरि चलाएन भने चाहिँ फेरि टाल्लिहाल्छ हो। चलाएकै गर्नुपर्छ। एकछिन दुःख चाहिँ हुन्छ, तर सुख चाहिँ अब खाने बेलामा यस्तो मजा आउँछ कि एकछिन टिभी हेरेको त टाल्लिहालेछ नि हौ। र पनि ठिकै छ, त्यस्तो बेसी टालिएको त रहेन रहेछ। लु पाक्यो पनि मेरो त सब्जी। अब खानुपर्छ। अब भातमा मजाले एउटा डल्ले खोर्सानीसँग मजाले भुटेको करेला र आलु अब मजाले खाँदा कस्तो मिठो हुन्छ।